मलाई चाहिँ प्लान्ट साह्रै मनपर्ने भएको भएर म यहाँ साथी रजनीको घरमा आएर यो प्लान्ट्स कलेक्सन हेरेर नि म अक्क न बक्क भएँ कि साथीहरू। सो त्यही भएर चाहिँ मैले हजुरहरूलाई यो भिडियो सानो सेयर गरौँ भनेर है। प्लान्ट चाहिँ म पनि एकदमै माया गर्ने मान्छे हो है, तर मेरो साथी रजनी जस्तो क्रेजी चाहिँ मैले कोही पनि देखेन कि। उहाँको कलेक्सन हेर्नुहोस् न, यति धेरै भेराइटिजको प्लान्ट थियो नि, अनि यति माया गरेर राखेको थियो कि उसले। हजुरहरूसँग म एउटा सिक्रेट सेयर गर्छु है, यो चाहिँ मेरो साथी रजनीको चाहिँ एक्सपेरिमेन्ट सेक्सन हो है। हामी युकेमा बस्ने मान्छेहरूलाई त थाहा भएकै कुरा हो कि प्लान्ट्स आर सो एक्सपेन्सिभ हियर, स्पेसली अझ इन्डोर प्लान्ट होइन। अनि त्यसमाथि अझ यति धेरै केयर दिनुपर्छ, यति मायाले राख्नुपर्छ नि प्लान्ट्सहरूलाई, अदरवाइज दे वोन्ट सर्भाइभ। साथीहरू हेर्नु सक्नुहुन्छ, यहाँ चाहिँ रहेको छ डल्ले खुर्सानी, यो चाहिँ लास्ट इयरको हो अरे है। अनि यो रहेको छ बेलिफ, हेर्नु त कति ठुलो के। साथीको गार्डन यति डिप छ नि, अनि हिँड्दै जाँदा हेर्नुहोस् त मैले यहाँ चाहिँ एप्पल फलेको देखेँ है। अनि यस्तो देखेपछि मलाई यति खुसी लाग्छ नि साथीहरू, अब कतिलाई चाहिँ केही लाग्दैन होला है, यो स्याउ त फलि त राख्छ भन्ने कुरा। यहाँ हेर्नुहोस् त पियर्स पनि फलिरहेको रहेछ है, नेक्स्ट टु स्याउको रुख। अनि यस्तो देखेपछि नि साथीहरू, आई सिरियसली कान्ट टेल यु कि मलाई यति खुसी लाग्छ नि। आफ्नो घर होस्, जसको घरमा फलोस्, चाहे त्यो जङ्गलमा फलोस् होइन, बाटोमा फलोस्, त्यो हेरेर यति खुसी लाग्छ नि। साथीहरू हजुरहरू कसैको घर जानुभयो भने फर्स्ट थिङ के हेर्नुहुन्छ प्लिज कमेन्ट गर्नु है। मलाई चाहिँ म प्लान्ट मनपर्ने भएर इन्डोरको प्लान्ट हेर्छु, अनि त्यसपछि गार्डनमा आएर के रोपेछ, कस्तो छ गार्डन त्यो हेर्छु। अनि यो साथीको घर आएर यति खुसी भयो नि, हेरेर मन आनन्द भएको कि। हजुरहरूलाई कस्तो लाग्यो यो भिडियो? थ्याङ्क यू फर वाचिङ, बाई बाई।